सबैमा नमस्कार। आज हामी शिवराज युथको तर्फबाट हजुरहरूसँग एउटा खुसीको कुरा सेयर गर्न चाहन्छौँ। आज बिहान हामी हाम्रा युवा एवं सचेत नागरिकहरूसँग बेलनदी गएका थियौँ, जहाँ हामीले एउटा सरसफाइ अभियान सुरु गर्यौँ। बेलनदी हाम्रो लागि मात्र होइन, यो हिन्दू संस्कृति अनुसार एउटा पवित्र मसान घाट हो, जहाँ सबैको अन्तिम संस्कार गरिन्छ। दागबत्ती दिइसकेपछि खरानी नदीमा बगाइन्छ भन्ने विश्वास छ। तर यही राम्रो परम्पराले नै नदीलाई बिस्तारै मार्दै गएको छ। दाउरा, काठ, भिजेको खरानी, आधा आधा जलेका काठका टुक्राहरू नदीमै छोडिदिन्छौँ। त्यसले गर्दा नदीको पानी कालो हुँदै गएको छ, बग्ने गति घट्दै गएको छ, माछा झिङ्गा हराउँदै गएका छन्। नदी बिस्तारै मर्दै गएको देखेर हाम्रो मन दुख्यो। त्यसैले हामी जागरुक युवाहरू चुप लागेर बस्न सक्ने कुरै भएन। यो चाहिँ गलत हो क्या दाउरा हल्लाने मेन। त्यसरी सबै नागरिकको परिचय घाटमा आउनुहोस्, भोला खानुहोस्, भोला ठाउँमै फाल्नुहोस् होइन। भोलाका कागजहरू खाए पनि भोलाका कागजहरू डस्टबिनमा राखिदिनु होला। यहाँ आउँदाखेरि यसो इन प्लास्टिकका कागजहरू चाहिँ डस्टबिनमा सबैजनाले राखिदिनु होला होइन। डस्टबिन चाहिँ हामीले अब व्यवस्थापन यहाँ गर्दैछौँ। हामीले नदीको केही भाग सफा गऱ्यौँ, भिजेका दाउराहरू निकालेर बाहिर सुक्न राख्यौँ। ती सुकिसकेपछि हामीले व्यवस्थित रूपमा व्यवस्थापन गर्नेछौँ। नदी किनारमा मानिसहरू बिस्कुट, बोला, चिया खाएपछि प्लास्टिकका झोला, खाली प्याकेट, कागज जताततै फाल्थे। त्यो सबै हामीले टिप्यौँ, झोलामा हाल्यौँ र सफा गऱ्यौँ। माथिल्लो घाटको भाग जहाँ मानिसहरू बस्ने, आराम गर्ने गर्थे, त्यहाँ त यति धेरै मैला र फोहोर थियो कि हेर्नै गाह्रो थियो। पुराना कपडा, खानेकुराको बाँकी, प्लास्टिक सबै ठाउँमा मैला थियो। हामीले हातले टिपेर झाडु लगाएर त्यो सबै सफा गऱ्यौँ। अब त्यो ठाउँ हेर्दा मन शान्त हुन्छ। यो अभियान हामी एक्लैले गरेको होइन, हामी सबै युवा मिलेर एउटै भावनाले, एउटै जिम्मेवारीले गरेका हौँ। हामीलाई थाहा छ यो नदी हाम्रो संस्कृति हो, हाम्रो इतिहास हो, हाम्रो जीवन हो। यसलाई जोगाउनु हाम्रो पुस्ताको जिम्मेवारी हो। हामीले आज जे गरेका छौँ यो सानो प्रयास मात्र हो, तर यदि हामी सबैले यस्तै सानो सानो कदम चाल्ने हो भने बेलनदी फेरि पहिलेकै जस्तो स्वच्छ र जीवन्त हुन सक्छ। हामी तपाईँहरूलाई पनि अनुरोध गर्दछौँ, आफ्नो घर नजिकको नदी, खोला, पोखरी सफा राख्नुहोस्, फोहोर नफाल्नुहोस्, पानीमा प्लास्टिक नबगाउनुहोस्। अन्तिम संस्कार गरिसकेपछि दाउरा र खरानी व्यवस्थित गर्नुहोस्। यदि सम्भव छ भने हाम्रो टिमसँग जोडिनुहोस्। हामी जागरुक युवाहरू सधैँ तयार छौँ, अझ ठुलो अभियान गर्न, अझ धेरै ठाउँ सफा गर्न। लेखौँ भविष्य आफ्नो आफैले, अरू कोही आए बनाउँदैन यो देश। अन्तमा यो अभियानमा साथ दिने सबै युवा साथीहरू तथा सचेत नागरिकहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको मेहनत बिना यो सम्भव थिएन। हामीले गरेको यो कामले नदीलाई केही राहत दियो होला भन्ने आशा छ र हाम्रो बेलनदी फेरि हरियो, स्वच्छ र जीवन्त बनोस् भन्ने हार्दिक शुभकामना।